Female New Jury Award goes to Sundarlakshmi Shrestha. आँखैमा गाजलु गीतका लागि प्रारम्भ गर्नका लागि आफ्नो सुमधुर आवाजबाट शुभकामना बोलको गीतबाट हामीलाई आफ्नो गायन प्रस्तुति राखेर साथ दिनु पनि भएको थियो। सुन्दरलक्ष्मी श्रेष्ठ आँखैमा गाजलु गीतका लागि अहिले पनि हामीले फिमेल न्यू ज्युरी अवार्ड प्रदान गरिरहेका छौँ। धेरै धेरै बधाई तथा शुभकामना सहित कृपया मञ्चमा आइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यस अवार्डलाई स्पोन्सर गर्नुभएको छ मेरो माइक्रो फाइनान्सले। प्रेसिडेन्ट हुनुहुन्छ श्री रामहरि दाहालज्यू। त्यसैगरी अर्को ज्युरी अवार्ड रहेको छ द बेस्ट लिरिक्स मोडर्न सङ। यसलाई स्पोन्सर गर्नुभएको छ ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालले र यसका प्रेसिडेन्ट हुनुहुन्छ कमला श्रेष्ठ। द बेस्ट लिरिक्स मोडर्न सङ ज्युरी अवार्ड गोज टु चन्द्र जयपाल राई। तिमी मेरो पारोहाङ गीतका लागि चन्द्र जयपाल राई उहाँ उपस्थित हुनुहुन्न भने मैले उहाँको प्रतिनिधि गर्दै कोही मञ्चमा आइदिनको लागि अनुरोध गर्दछु। त्यसैगरी अब भने फिमेल न्यू ज्युरी अवार्ड गोज टु सुन्दरलक्ष्मी श्रेष्ठ। आँखैमा गाजलु गीतका लागि प्रारम्भ गर्नका लागि आफ्नो सुमधुर आवाजबाट शुभकामना बोलको गीतबाट हामीलाई आफ्नो गायन प्रस्तुति राखेर साथ दिनु पनि भएको थियो। सुन्दरलक्ष्मी श्रेष्ठ आँखैमा गाजलु गीतका लागि अहिले पनि हामीले फिमेल न्यू ज्युरी अवार्ड प्रदान गरिरहेका छौँ। धेरै धेरै बधाई तथा शुभकामना सहित कृपया मञ्चमा आइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। यस अवार्डलाई स्पोन्सर गर्नुभएको छ मेरो माइक्रो फाइनान्सले। प्रेसिडेन्ट हुनुहुन्छ श्री रामहरि दाहालज्यू। त्यसैगरी अर्को ज्युरी अवार्ड रहेको छ द बेस्ट लिरिक्स मोडर्न सङ। यसलाई स्पोन्सर गर्नुभएको छ ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालले र यसका प्रेसिडेन्ट हुनुहुन्छ कमला श्रेष्ठ। द बेस्ट लिरिक्स मोडर्न सङ ज्युरी अवार्ड गोज टु चन्द्र जयपाल राई। तिमी मेरो पारोहाङ गीतका लागि चन्द्र जयपाल राई उहाँ उपस्थित हुनुहुन्न भने मैले उहाँको प्रतिनिधि गर्दै कोही मञ्चमा आइदिनको लागि अनुरोध गर्दछु। त्यसैगरी अब भने